सन्तुलन परीक्षणको उद्देश्य, महत्त्व, आवश्यकता र सन्तुलन परीक्षण तयार पार्नुका कारणहरू। मूलतः आर्थिक कारोबारहरूको सारांश देखाउन तयार पारिने सन्तुलन परीक्षणका महत्त्वहरू देहाय बमोजिम रहेका छन्। खाताहरूको अङ्कगणितीय शुद्धता परीक्षण गर्नु, अन्तिम खाता तथा वित्तीय प्रतिवेदन तयार पार्न सहयोग गर्नु, लेखा सम्बन्धी गतिविधिहरू पहिचान गरी सो गल्ती नदोहोर्याउनको लागि सतर्कता कायम गर्नु, लेजरहरूको लिस्टलाई प्रस्तुत गर्नु, आर्थिक कारोबारहरूको सारांश निकाल्दै एक पटक पुँजीगत र आयगत प्रकृतिका कारोबारहरूको अभिलेख राख्नु, बुककिपिङ एन्ड रिपोर्टिङलाई जोड्दै अकाउन्टिङलाई सहजीकरण गर्नु। सन्तुलन परीक्षण तयार पार्ने विधिहरू। आर्थिक कारोबार तयार पार्न मूलभूत रूपमा निम्न बमोजिमका 3वटा विधिहरू रहेका छन्। कुल मौजदात विधि, टोटल ब्यालेन्स मेथड, कुल मौजदात विधि, खुद मौजदात विधि, नेट ब्यालेन्स मेथड र नेक्स्ट रहेको छ मिश्रित विधि भनेको चाहिँ मिक्स्ड मेथड रहेको छ। कुल मौजदात विधि, खुद मौजदात विधि र मिश्रित विधि रहेका छन्। कुल मौजदात विधि, टोटल ब्यालेन्स मेथड, प्रत्येक लेजरको डेबिटतर्फ उल्लेख भएको जम्मा रकम र क्रेडिटतर्फ देखिएको जम्मा रकमलाई छुट्टै उल्लेख गरेर सन्तुलन परीक्षण तयार पारिन्छ। सन्तुलन परीक्षणमा सारिसके पश्चात डेबिट र क्रेडिट बराबर देखा परेमा अङ्कगणितीय गल्ती छैन भन्ने बुझिन्छ। यस विधिमा लेजरमा डेबिट र क्रेडिटको फरक रकमलाई निकाल्नु पर्दैन। अन्तिम खाता तथा प्रतिवेदन तयार पार्न सहजीकरण नगर्ने भएकाले यो विधि व्यावहारिक रूपमा चलनमा आएको देखिँदैन। खुद मौजदात विधि, नेट ब्यालेन्स मेथड, यदि प्रत्येक लेजरको डेबिट र क्रेडिटतर्फ रहेका कारोबारहरूको फरक रकम अर्थात् लेजरको ब्यालेन्स सिटलाई लिएर सन्तुलन परीक्षण बनाइन्छ भने सोलाई खुद मौजदात विधि भनिन्छ। यसबाट अन्तिम खाता बनाउन सकिने र सजिलो हुने भएकाले व्यावहारिक विधिको रूपमा प्रयोगमा आएको पाइन्छ। यसको डेबिटतर्फ सम्पत्ति, खर्च, घाटाको लेजर क्लोजिङ ब्यालेन्स और ब्यालेन्स सिडी देखाइन्छ भने क्रेडिटतर्फ आम्दानी, फाइदा, पुँजी तथा दायित्वको ब्यालेन्स पिडी देखाइन्छ। सन्तुलन परीक्षण तयार पार्दा डेबिट र क्रेडिट पक्ष बराबरी नआएमा पुनः सुरु कारोबार अर्थात् जनरल भोचरबाट जाँच गरी गल्ती पत्ता लगाउने प्रयास गर्नुपर्दछ। त्यसो गर्दासम्म गल्ती पत्ता लागेन भने अन्तिम खाता तयार पार्नलाई तत्कालको लागि सम्बन्धित निकाय वा स्वीकृत लिएर उज्राती खाता खोली बराबर बनाइन्छ, तर त्यसलाई पुनः खोजी गरी मिलाउनु पर्दछ। अन्तिम खाता तयार गरे पश्चात पनि अन्तिम गल्ती पत्ता लगाउन सकिएन भने उज्राती खातालाई अपलेखन गरिन्छ। मिश्रित विधि, मिक्स्ड मेथड, कुनै लेजरको डेबिट जम्मा र क्रेडिट जम्मा राख्ने तर कुनै लेजरको अन्तिम मौजदात राख्ने समेत सन्तुलन परीक्षण राख्ने गरेर सन्तुलन परीक्षण बनाइन्छ भने त्यसलाई मिश्रित विधि भनिन्छ। व्यावहारिक कठिनाइको कारण यो विधि प्रयोग